छोरी, दुःख जति भए पनि हामी हार मान्दैनौ। बाबा, म पनि तपाईसँग छु। आलु, तिमी निकै मेहनती रहेछौ। मेरो छोरीको लागि जे पनि गर्छु मालिक। तिमीले भनेको खुसी कहाँ छ? धेरै प्रश्न नगर। के? उसले मलाई पनि धोका दियो। म तिमीसँग बस्न सक्दिन। मैले कस्तो गल्ती गरेँ? मैले आफ्नो परिवार छोडेर धेरै ठुलो गल्ती गरेछु। तिम्रो मेहनत देखेर म तिमीलाई साइट सुपरभाइजर बनाउँदैछु। साँच्चै मालिक? हो, तिम्रो इमानदारी र काम देखेर यो पद तिम्रो लागि मात्रै हो। बाबा, अब हामी खुसी हुन्छौँ होइन? बिस्तारै हाम्रो दिन बदलिँदैछ। आलु, मलाई माफ गरिदेऊ। तिमी? मैले लोभमा आँखा बन्द गरेँ। मलाई मेरो परिवार फिर्ता चाहिन्छ। आमा, गल्तीले परिवार टुट्न सक्छ, तर माया फेरि जोड्न सक्छ। अब म कहिल्यै छोडेर जाँदिन। हाम्रो परिवार फेरि पुरा भयो।